Yo, hi guys, welcome back to Sankar Official. So आजको भ्लग चाहिँ डिफ्रेन्ट हुन्छ हैन, बेसिकली धेरै डिफ्रेन्ट हो यो चाहिँ मैले कहिले नै अपलोड गराएको थिइनँ हैन. So basically I'm a truck driver, ठुलो ट्रक 53 फुट ट्रक चलाउँछु, कमर्सियल ट्रक. र आज चाहिँ म why not यो भिडियो अपलोड गरौँ, मेरो बेसिकली 24 आवर्स कसरी जान्छ भनेर चाहिँ मैले अपलोड गर्नु लाइक चाहिँ अब उयो गरेको होइन. सो मैले कहिले पनि भ्लग गरेको छुइनँ. इट्स बिन लङ टाइम बट मैले कहिले पनि भ्लग बनाएको थिइनँ होइन. सो आज चाहिँ बनाउनु गइरहेको छु. सो या गाइस चेक इट आउट. अब चाहिँ आजको भ्लग भनेको चाहिँ आई मिन लाइक आज होइन, आज टुडे इज फ्राइडेदेखि लिएर फ्राइडे सटरडे सन्डे मन्डे 3 डेजसम्म म भ्लग बनाउँछु. सो मेरो ओक्लामाको ट्रिप छ होइन आज. आई मिन अब आज यो ओहायोदेखि चाहिँ पिकअप गरेर चाहिँ ओक्लामाकोमा जानुपर्ने छ. सो या गाइस स्टे ट्युन. धेरै अब कस्तो सबै थोकहरू म तपाईँहरूलाई देखाउँछु भ्लगमा. सो आज चाहिँ म यहाँ एउटा कम्पनी छ त्यसमा पिकअप बनाएको छु त्यो ट्रकमा. त्यो मेरो ब्रेक लाइनको तार निकाल्दियो होइन, कान पनि दुख्यो यार. अब वेट गर्दैछु म अन्टिल अब यो डन भइसकेपछि, लोड भइसकेपछि आई मिन होइन. अनि ऊ अब आउँछ आफै अनि पेपर वर्कहरू दिन्छ होला होइन. सो त्यसको लागि चाहिँ अब धेरै टाइम लाग्छ अरे. मेरो चाहिँ अब म यस्तो बेलामा चाहिँ अब भात पनि पकाउँदा हुन्छ हामीले होइन. आई मिन अब आधी घन्टाको टाइम छ नि त स्टिल. सो फर्स्ट मैले गर्नुपर्ने के हो भन्दाखेरि लग बुकमा गएर you have to go to logbook मा गएर चाहिँ पहिला चेन्ज गर्ने है त यसलाई. यो म क्रिकेट पनि हेरेको थिएँ नि त. अनि लगबुकमा गएर सो अन ड्युटी वेट लेट मी सी. ओके जुम गरौँ ल थोरै. ओके अन ड्युटी रिमार्कमा गएर अहिले म गर्न आएको पिक अप सेभ. ओके नाउ डन. सो म क्रिकेट हेर्छु नि त. आज चाहिँ अस्ट्रेलिया र इन्डियाको यो भइरहेको छ. मैले साउन्ड चाहिँ लगाएको छुइनँ होइन, कपिराइट लाग्न सक्छ होइन, त्यही भएर साउन्ड नलाएको छु. सो आज इन्डियाले जित्छ पक्कै पनि. अब जित्नको लागि 16 रन मात्रै रहेछ, ओन्ली 16 रन जित्नको लागि. सो या गाइस जुम आउट. र अब गएर टक्कै एकछिन गएर पछाडि गएर बस्ने हो, सुत्ने हो होइन. गाइस सो लोड भइसक्यो होइन फाइनली. आधी घन्टा मेबी आधी घन्टा जस्तै भयो होला सायद. यो आधी घन्टामा अलिकति लामो धेरै भएछ, विच इज नट ब्याड. कति त्यस्तो धेरै उयो होइन होइन. सो अब चाहिँ म डिस्प्याचलाई उयोहरू पठाइदिन्छु, इन्फर्मेसनहरू सबै पठाइदिन्छु. एन्ड देन वन्स डिस्प्याचले गुड टु गो भन्छ होइन, त्यहाँदेखि वी आर रेडी टु गो. ओके या गाइस. सो मैले पिओएल होइन अनि अर्को पिओएल लोडको पिक्चर. हाम्रो लोड चाहिँ यस्तो रहेछ. मेटल लिएर जान आँटेको हो नि त म अहिले. सो यस्तो उयो रहेछ, मेटलको उयो रहेछ. अनि त्यहाँदेखि अर्को के छ अनि सिल भएको. ओके सो नाउ वेटिङ फर डिस्प्याच होइन. उसले मलाई गुड टु गो भन्छ, त्यहाँदेखि वी गुड टु गो. ओके गाइस. सो डिस्प्याचले चेक गरिरहेको छ. सो आज वेट अलिकति लामो छ क्या, यताबाट अलिक राम्रो हुन्छ. सो अलिक धेरै भएको छ वेट. आई मिन 42,000 पाउन्ड छ क्या. अनि मिलाउनु पर्ने हुन्छ लोड.
सो अहिले चाहिँ म पाइलटमा जाँदैछु लोड मिलाउने हो होइन लोड चेक गर्ने हो यदि ट्यान्डम अब मेबी लाइक सार्नुपर्ने हो कि या त नसार्नुपर्ने हो होइन यदि अब अहिले मेरो ट्यान्डम सायद 7मा हो कि 8मा छ होला होइन यदि अब अलिकति धेरै भयो भने चाहिँ ट्यान्डम सार्नुपर्ने हुन्छ होइन सो सार्नु परेन भने त ठिकै छ र ट्यान्डम सार्नु पऱ्यो भने चाहिँ आउट गाइस सो यु हाउ टु स्लाइड यो ट्यान्डम भनेर होइन र यति लोड चाहिँ त्यस्तो धेरै उयो छैन क्या त्यस्तो धेरै ह्याप्पी उयो आई मिन लाइक धेरै छैन होइन अल द वे ट्रेलर मुनि पनि छैन तर पनि लाइक क्या हुन्छ नि धेरै छ क्या त्यो मेटल भएर होला होइन त्यही भएर चाहिँ अलिकति फेरि अहिले वेट स्टेसन यहाँ मैले यहाँ उहाएको वेट स्टेसन खुल्ला दिएको थिएँ क्या म अघि आउँदाखेरि घरदेखि आउँदाखेरि पिकअप गर्न आउँदाखेरि क्या सो त्यही भएर क्या वेट जोख्ने हो जोख्दाखेरि ठिक भयो भने ठिक भएन भने ट्यान्डम सार्नुपर्ने हुन्छ सो यहाँ अहिले चाहिँ म गइरहेको छु क्या उयसमा यहाँ पाइलटमा र हामी चाहिँ अब यहाँ स्केलमा गर्नुपर्ने हो क्या यहाँ स्केल छ म अब स्केलमा हाल्दैछु ट्रक ट्रेलर छ कस्तो अप्ठ्यारो यार यहाँ त स्केलमा हाल्नु भने ल गाह्रो हुन्छ ओके सेट ब्रेक न्यूट्रल यो त्यो येलो लाइन छ नि सानो यता बिहाको यहाँ छ नि यो यतापट्टिको येलो लाइन त्यो क्रस गर्नु यहाँसम्म छ सो नाउ रेडी क्याटमा स्केलमा गरेर चाहिँ क्याटमा स्केल हामी भित्र म चाहिँ भित्र गइरहँदिनँ होइन मेरो चाहिँ यहीँनिर हुन्छ सबै उयोहरू लोकेसनहरू सबै यहीँ गरिदिन्छ होइन अल यु हेभ टु डु इट्स यहाँनिर देखाएको छ नि यो वाइट प्लेसमा यो छ नि यो 891 हो त्यो चाहिँ यहाँ हाल्नुपर्छ क्या हाम्रो उयसमा लोकेसनमा गइगयो त्यहाँदेखि आफै जोग्छ 891 डन एक्सेप्ट अब हेरौँ है त कति रहेछ वेट ल यही ओहायोको लोकेसन पनि देखायो यहाँनिर यसलाई एक्सेप्ट थिच्यो यसरी आउँछ गल्फ स्ट्रिम कम्पनी नेम ट्रक दियो ट्रेलर यो एक्सेप्ट 13 रुपियाँ तिर्नुपर्छ यार गाइस हाउडामा पैसा यार अब यति वेट जोखेको 13 रुपियाँ दिन्छ क्या प्रोसेसिङ ठिकै छ वेट हाम्रो होइन अब यहाँ जस्तै 3250 छ ड्राइभ एक्सेलमा होइन ट्रेलर एक्सेलमा 3160 छ ग्रोस वेट 75 छ ग्रोस वेट 77 सम्म हुँदाखेरि ठिक हुन्छ होइन यो दुइटै ड्राइभ एक्सेल र ट्रेलर एक्सेलमा चाहिँ तपाईँको अब लाइक 33,000 सम्म हुन्छ क्या 33,000 अलिकति धेरैसम्म दिन्छ क्या सो त्यही भएर मैले अघि भनेको Good morning सबैलाई This is day 2 होइन I mean actually day 3 हो
किनकि फ्राइडे मैले पिकअप गरेको लोटो सैटरडे म घर बसेँ फ्राइडे घर बसेँ सैटरडे निक्लेँ होइन अनि आज सन्डे हो सो आज भर्खरै म उठेँ होइन बेड पनि लिटरली मैले मिलाएको छैन टक्क उठेँ आइप्याड छ होइन र अब चाहिँ बाहिर गएर मुखसुक धुर होइन पाइलटमा हिजो बसेको हिजो मैले राति भ्लग गर्न पाइनँ होइन किनकि म केटाहरूसँग फोनमा बोल्दै थिएँ होइन हामी धेरै नै फोनमा बोल्छौँ नि त लगभग 7-8 घन्टै बोल्छु फोनमा सो फोनमा बोलेकन के भ्लग बनाउनु भनेर होइन सो अब चाहिँ म ब्याग बोकेर नुहाउनु जान आँटेको होइन सो आम गोना गो गेट सावर टुडे किनकि म आज मेरो दिनभरि केही गर्ने छैन क्या म के अरे ड्रप गर्ने के अरे उयसको छेउमा नै आइपुगेँ नि त कम्पनीको छेउमा नै आइपुगेँ नि त त्यही भएर केही छैन अब लगभग त्यस्तै 1 घन्टा मात्रै छ होला यहाँदेखि होइन 90 माइल जति उमा छ कम्पनी सो त्यही भएर सावरहरू लिएर अनि खाना खाएर आएर अनि बेलुकातिर जाने हो है ओके गाइस स्टे ट्युन होइन हाम्रो चाहिँ यसरी क्लोज गरेको हुन्छ क्या अगाडिको पनि क्लोज गर्छ हामी पछाडि पनि क्लोज गर्छौँ नि त यहाँनिर यसलाई पनि क्लोज गर्छौँ सो अब चाहिँ खोल्नु है त्यही ल हेर्नु गाइस सबै ट्रकै ट्रक छ यहाँनिर सब ट्रकै मात्रै छ क्या यता साइडमा मेरो यता साइडमा पनि ट्रकै होला है हो यता पनि ट्रकै होला हो त नि गाइस सो घाम पुरा दामी लागिरहेको छ आज त्यही भएर पनि सावर लिनु मन लागेको मलाई होइन जाडोमा त लिनु अल्छी लाग्छ नि त सबैलाई अल्छी लाग्छ नि त जाडोमा त होइन सावर गर्नलाई त्यही भएर ओके डोर क्लोज हान्दै होइन लाग्छ र सबै ठिकै रहेछ आज हिजो यार राति पार्किङ यस्तो गाह्रो भयो नि मलाई लाउनलाई के यहाँ पनि गाडी थियो होइन यो पार्किङमा नि गाडी होइन उतापट्टि नि गाडी है अनि फेरि राति हुँदो है बाटो पनि देखिँदैन है ए ठिकै छ गुड भेरी गुड गाइस त्यस्तो जाडै रहेछ घाम लागे पनि जाडै रहेछ होइन यो चाहिँ मेरो ट्रक है गाइस ट्रक है यो ट्रक जान आँटेको रहेछ ए पार्किङ हाल्न आँटेको रहेछ क्या यहाँनिर ओ जाडै रहेछ यार कसम साह्रो जाडो रहेछ ल म फेरि हाफप्यान्ट लगाएको छु क्या आज चाहिँ हाफप्यान्ट देख्छु मैले देख्यो हाफप्यान्ट लगाएको छु क्या त्यो भएर निकै जाडै भइरहेछ अनि फेरि मलाई आज लिटरली मार्की पनि धेरै लागिरहेको छ हिजो चिसोमा सुतेर होला होइन बेलुका चाहिँ साह्रो चिसो भयो क्या अनि मैले बङ्कर हिटर लगाएको होइन बङ्कर हिटर पनि चल्दैन क्या धेरै चलेन क्या अनि सबैभन्दा ट्रक ड्राइभरहरूलाई एकदमै आउडा लाग्ने भनेको चाहिँ यस्तो हो क्या यो हो क्या यो चाहिँ रिफर हो होइन एसी लगाएर फ्रुटहरू बोक्ने हो क्या यस्तो साउन्ड आउँछ बेलुका सुत्दाखेरि साइलेन्टमा सुत्ने बानी छ भने यस्तो साउन्ड आउँछ छेउछेउमा छ भने कति धेरै साउन्ड आइदिन्छ क्या लास्टै रिस उठ्छ क्या सुत्न पनि यस्तो गाह्रो हुन्छ नि होइन कसम भनेको यहाँ हामी अहिले पनि कत्रो साउन्ड आइरहेको छ गाह्रो हुन्छ क्या सुत्नलाई लास्टै गाह्रो हुन्छ यहाँदेखि छिरेर छाउँछ यो can I get in from here? I have to go around. Thank you. यार यहाँदेखि छिर्नु हुन्छ होला भनेको नहुँदो रहेछ क्या माथिबाट जानुपर्ने अरे यस्तो घुमेर यस्तो पुरै घुमेर यहाँबाट हुन्छ नि यहाँबाट एन्टर डेनिस हेलो गाइस
डेनिस म त घरकै खाना खान्छु यार Hi guys, I'm about to get in हैन म भित्र गएर सावरहरु रिजर्भ गरेर सावरहरु गर्छु हैन त्यहाँदेखि I'll see you guys after shower. Let's go and make some coffee. Let's go. Coffee also. Yes, coffee. I love coffee. I drink medium, but I drink medium in so. Yeah. I'm not intense as one. Yep. Ani? Dari apa dari agak aja. Ana hot water aja. After that, I use French vanilla. And then sugar. Clean the bowl. Now ready. Coffee, it's ready. Dari hulu mana sih? Jangan lagi lain saja. Okay. Now French. Milk cap. Get coffee too. Now, your coffee. And my coffee has been ready. So let's go and make this again. Couple pieces of coffee. Only the biggie. I'll coffee with my oh, it's easy. Okay guys, so अघिको पाइलटदेखि चाहिँ म हिँडिसकेँ हैन नुहाएर त्यही सुतेर अनि हिँडिसकेको अहिले चाहिँ म रेस एरियामा छु हैन ओक्लामाको रेस एरियामा आइपुगेको छु यहाँ चाहिँ अब हल्का अघि खाएको गर्नु पर्यो हैन रेस गर्नु पर्यो भनेर चाहिँ यहाँ रोड छ यहाँ कुदिरहेको छ गाडीहरू हेलो गाइस इट्स मन्डे आज मन्डे हो सो 4 दिन भयो है लोडको फ्राइडे पिकअप गरेको फ्राइडे सैटरडे सन्डे मन्डे सो आज 4 दिन भयो सो म अहिले यहाँ लोड ड्रप गर्न आएको छु यहाँनिर यति नै हो गाइस हैन त्यस्तो धेरै केही पनि छैन ट्रक ड्राइभरको लागि हैन यहाँ भर्खरै भात पाक्दैछ गाइस अब चाहिँ यहाँ लोड ओह यहाँनिर देख्छ कि देख्दैन यहाँनिर यहाँ हैन सो अब खाना नि खाने हो त्यहाँदेखि अर्को लोड पिकअप गर्नु छ थ्याङ्क यू सो मच गाइस हैन जसले पनि ब्लग हेर्नुभयो हैन सो त्यसको लागि धन्यवाद प्लिज सब्सक्राइब गर्नु होला यसरी नै अरू भिडियोहरू पनि अपलोड गर्छु म ट्रकिङको बारेमा र अरू कुराहरू जसले पनि हेर्नु भएको छ यदि तपाईहरुलाई ट्रकिङको बारेमा या त सिडिएलको बारेमा या त जति पनि कमर्सियल ट्रकहरू छ त्यसको बारेमा केही क्वेशनहरू छ भने यु क्यान काइन्डली आस्क मी कमेन्टमा आस्क गर्दा हुन्छ हैन र कस्तो कस्तो खालको ब्लग चाहिन्छ त्यो पनि तपाईहरुले भन्न सक्नुहुन्छ सो या गाइस थ्याङ्क यू सो मच मेरो यति 4 दिनको जर्नीमा सबै मलाई उयो गरिदिनु भएकोमा र बाइ गाइस प्लिज सब्सक्राइब लाइक भिडियो र त्यति नै हो गाइस आई विल सी यु गाइस इन नेक्स्ट ब्लग ओके बाइ Teach me about fucking style.